जब त्यसले कार्टुन हेर्न भनेर टिभीको रिमोट तानिराख्थ्यो कुनमा दिन्छ कार्टुन भनी च्यानलहरू छानिराख्थ्यो विकासै बिउ परेछ हर्लाक हुर्लुक्कै बढ्यो तर त्यति बेलादेखि नै एफले ऱ्याप हानिराख्थ्यो शिकारको अभावमा बाघले घाँस खाला फेरि मेरो पारा देखेपछि बदलिन्छ सबको चाला फेरि आफ्नो तारिफ आफैले के गरौँ म आखिर तेरो अहङ्कार म्याउ गरेर जाला फेरि पोखरेली राजकुमार मलाई चिन्ता छैन कति पनि बारले चाज हानेर ढलाइदिन्छु अघि आउँछ जति पनि यसको के कुरा यो त भइसक्यो जिउँदो लास यसलाई बाज हान्दा असर पर्नेछ अरू प्रति पनि सुरु भयो एकीकरण अब हुन्छ महायुद्ध यसको के कुरा छिनभरमा मेरो चरण छुन्छ एभ्रिथिङ इज फेयर एन्ड लभ एन्ड वार केटीको वारबाट घाइते भएको महिषासुर म यहाँ साम दाम दण्ड भेद सबै नीति चल्छ हेर के गरौँ यस्तै छ यहाँको नियम म अघि जान तेरो शिकार गर्नुपर्छ हेर कलम कला र किस्मतले पाएको छु यो ठाउँ पोखरेली भन्छ सबैलाई जादु टुना लाऊ तिम्रो गर्जनबाट तिम्रो अघिको प्रतिद्वन्दीले बचाऊ भनेको सुन्न पाऊ युद्धको मैदानमा हजारौं छ शैतान यी कामदारको अगाडि बोस मेरो पहिचान एकचोटि कमेन्ट बक्समा भन मेरो केटा हो कसको शिर काटी मैले के पोखरा लैजाम वाइबी दाइको राज्यको सदस्य म आजीवन हजुरसँग भिन्नु नै गल्ती भयो दाजी भन सत्य जहिले तितो हुन्छ फ्याक्स भन्छु म सुहाउँदैन कान्छा बाँदरको हातमा नारिवल सत्य जहिले तितो हुन्छ फ्याक्स भन्छु म सुहाउँदैन कान्छा बाँदरको हातमा नारिवल सत्य जहिले तितो हुन्छ फ्याक्स भन्छु म सुहाउँदैन कान्छा बाँदरको हातमा नारिवल सत्य जहिले तितो हुन्छ फ्याक्स भन्छु म सुहाउँदैन कान्छा बाँदरको हातमा नारिवल Yay, I have boss on the mic.